नेपाल क्रिकेटका लागि आउँदो शारजाहको वेस्ट इन्डिज विरुद्धको 3 टी20 अन्तर्राष्ट्रिय श्रृङ्खला ऐतिहासिक मानिँदैछ। यसअघि नेपालले पाकिस्तान ए 2008, जिम्बाब्वे ए 2022 र वेस्ट इन्डिज ए 2023सँग खेलिसकेको भए पनि यो पहिलो पटक टेस्ट मान्यता प्राप्त पूर्ण राष्ट्रको राष्ट्रिय टोली विरुद्धको द्विपक्षीय श्रृङ्खला हुनेछ। पाकिस्तान ए विरुद्धको 50 ओभरको खेललाई अघिल्ला दिनमा सबैभन्दा ठूलो श्रृङ्खला मानिन्थ्यो, जहाँ ती खेलाडीमध्ये धेरैले पछि राष्ट्रिय टोली समेत खेलेका थिए। सोही श्रृङ्खलामा पारस खड्काले पहिलोपटक नेपालको कप्तानी गरेका थिए र नेपाल विजयी बनेको थियो। त्यसपछि पारसले निरन्तरता दिए र नेपाली क्रिकेट पनि क्रमशः उचाइ चढ्दै गयो, जसको परिणाम आज नेपाल पूर्ण सदस्य राष्ट्रसँग भिन्नै स्तरमा पुगेको हो। वेस्ट इन्डिजसँगको आगामी श्रृङ्खलाले नेपाली खेलाडीलाई थप आत्मविश्वास दिलाउने अपेक्षा गरिएको छ। विशेष गरी यो श्रृङ्खलाले नेपाललाई आइसिसीका शीर्ष 12 राष्ट्रसँग खेल्ने यात्रामा ठूलो प्रेरणा दिनेछ। यही श्रृङ्खलापछि नेपाल टी20 विश्वकप छनौटका लागि ओमान जाने कार्यक्रम छ। त्यसैले शारजाहमा हुने खेल नेपालका लागि तयारी र आत्ममूल्याङ्कन दुवै दृष्टिकोणले महत्त्वपूर्ण हुनेछ। यसअघि नेपालले एसीसी र आइसीसी प्रतियोगितामा पाकिस्तान, भारत, श्रीलङ्का, दक्षिण अफ्रिका, बंगलादेश, अफगानिस्तान, जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्याण्ड जस्ता टिमसँग प्रतिस्पर्धा गरिसकेको छ, तर द्विपक्षीय श्रृङ्खलामा निरन्तर अनुभव लिनुले टिमलाई अझ मजबुत बनाउन सहयोग गर्नेछ। नेपालले अघिल्ला सबै टी20 द्विपक्षीय श्रृङ्खलाहरू विदेशी भूमिमा खेलेको छ र यसपटक पनि वेस्ट इन्डिजसँग शारजाहमा भिड्नेछ। तर फरक यति छ कि यसपटकको श्रृङ्खला आयोजक नेपाल स्वयं हो।